के बोल्नुपर्छ र के बोल्नु हुँदैन भन्ने कुरा धेरै विचार गरेर बोलेको हुन्छु। मेरो बोलीले अराजकता कहिले पनि फिर्दैन। अब अराजकता र जुझारुपनको बिचको भिन्नता मान्छे छुट्याउन नसक्यो। अब हामी चाहिँ एउटा जुझारुपन भएका व्यक्तिहरू हौँ। जुझारुपन भनेको चाहिँ लोकतन्त्र मान्ने, विधि मान्ने, राष्ट्रियताको पक्ष पोषण गर्ने, मुलुकको हितको पक्षमा लाग्ने, समृद्धिको पक्षमा लाग्ने, विकासको पक्षमा लाग्ने, जनताको बिचमा विभेद नभड्काउने, सद्भाव कायम राख्ने, जातीय भड्काउको कुरा नगर्ने, धार्मिक भड्काउको कुरा नगर्ने, क्षेत्रीय भड्काउको कुरा नगर्ने, त्यो चाहिँ हाम्रो पार्टीको सिद्धान्त नै हो। त्यसो भएको हुनाले मैले चाहिँ जहिले पनि बोल्दाखेरि एकदम के बोल्नुपर्छ र के बोल्नुहुन्न भन्ने विचार गरेर बोलेको छु। यतिखेर तपाईँको सुरक्षामाथि पनि तपाईँको सुरक्षामा पनि धेरै चुनौती देखिएको छ। यसलाई कसरी लिनु भएको छ? अब त्यस्तो चुनौती त मैले फिल गरेको छैन होइन। र फेरि मैले धेरै किन फिल गर्दिनँ भने म पोलिटिक्समा कम्युनिस्ट पार्टी नेकपा एमाले छान्दा बढिया मरिन्छ भनेर छाने हो।